आज चाहिँ यसो बुढाबुढी निस्केको है साथीहरू। अब यसो घुमघाम भनेर पनि के भन्नु है, घुमघाम त होइन, एकछिन उता हात्तीवनसम्म जानुपर्ने काम थियो साथीहरू, त्यसले गर्दाखेरि निस्केको है। अब क्यामेरा यस्तै हो, मोबाइल यस्तै हो, हल्लिँदै हल्लिँदै गइरहेको छु है साथीहरू। यार अब खिच्ने मान्छे जानु उस्तै हो, प्यारी बुढीको काम है। अब आफू त बाइक स्कुटी चलाउनु पऱ्यो, अब बुढीलाई खिच्न दिएको, राम्रोसँग खिच है बुढी भनेको। कसरी खिच्यो यार साथी यार है। त्यही पनि अब यतिको चाहिँ खिचिदिएछ, त्यसको लागि धेरै धन्यवाद बुढीलाई पनि है। यो चाहिँ अहिले ठ्याक्कै यो हात्तीवनको यो ओह्रालो कुम्ती होइन, यो मोड भन्छ होइन, क्लासिक मोड। यो उतापट्टि परको देख्न सक्नुहुन्छ तपाईँहरूले, यो क्लासिक टावर भयो है। अनि त्यसपछि अनि यतातिर अब हामी उतातिर नगइकन सिधै गोदावरी हाइवेतिर लाग्दैछु है साथीहरू। अब यसरी नै गोदावरी जाने बाटोतिर गइरहेको छु। अब खास त यात्रा त गोदावरीसम्म त होइन हाम्रो, त्यही पनि अब बाटो त यही नै हो। अब बाटो पर्दाखेरि यसो भिडियो पनि एउटा बनाइदिउँ न त भनेर चाहिँ अनि आज यसो बुढीलाई, ए बुढी भिडियो खिचिदिउँ भाइ भनेर अनि यसो भिडियो सिडियो खिच्न लगाएको साथीहरू है। खिच्न त खिच्या छ, अब यत्तिको त खिच्या छ, नहल्लाइकन खिच भनेको, कहिले यता गरेछ कहिले उता गरेछ। ऊ पारा यस्तो छ साथी, के गर्नु। त्यही पनि अब यतिको चाहिँ गरिदिएछ है, धेरै नगरे पनि अब यतिको चाहिँ गरिदिएछ। अब त्यही पनि अब स्लो मोसनमा हामी चाहिँ अब बिस्तारी बिस्तारी अब गइरहेको छ है साथीहरू है। लगभग कर्मनासा पुल पनि पुग्यो है। अब यहीँदेखि चाहिँ अब सक्यो, एले कड्यो, यहाँदेखि चाहिँ सक्यो है त साथीहरू यो आजको भिडियो चाहिँ। ल।